एक शान्त वनमा एक सानो सपना जस्तो जीवन थियो। बेबी पाण्डा आफ्नो आमासँग हाँस्दै खेल्दै बस्थ्यो। तर मानवको एक निर्दय कदमले त्यो शान्ति एकैचोटि बङ्गायो। एक आवाज अनि सबै बदलियो। आमाले जति नै जगाउन खोज्यो तर उसको नानी फेरि कहिल्यै पनि उठेन। उसको सानो सपना यही वनमा सधैँको लागि निदायो। आमाले बोल्न सक्दैन तर उसको आँसुले सबै कुरा भन्छ। उसले केही बिगारेको थिएन तर उसले सबै गुमायो। वन फेरि शान्त भइसक्यो तर यो शान्तिभित्र एक कहानी लुकेको छ। मानवले जब बुझ्यो त्यो बेला धेरै ढिलो भइसकेको थियो। एक आमाको काख खाली भयो तर उसको माया कहिले पनि सकिँदैन। यो मात्र एक पाण्डाको कहानी होइन, यो हाम्रो मानवताको परीक्षा हो। प्रकृतिलाई माया गरौँ।